ओपन इन्स्टिट्युट फर सोसियल साइन्सेसको प्रबन्धनमा आयोजना गरिएको छ र यसलाई चाहिँ हामीले वाउ टक्स एन्ड बिग आइडियाज भनेर नामाकरण गरेका छौँ। अब यो सत्रमा चाहिँ आफ्नो खेल जीवनमा नेपाली जो महिला खेलाडीहरू हुनुहुन्छ उहाँहरूले आफ्नो खेल जीवनमा भोग्नु परेका विभिन्न चुनौतीहरू, त्यसमा भएका रोमाञ्च के कस्तो हुन्छ खेल जीवनमा भनेर आफ्नो अनुभवहरू साझा गर्नुहुनेछ। र आजको प्यानलिस्टहरू चाहिँ हुनुहुन्छ संस्कृति फुयाल, संस्कृति फुयाल चाहिँ क्रिकेटर हुनुहुन्छ र उहाँले चाहिँ बागमती प्रदेशको प्रतिनिधित्व गर्नुहुन्छ। उहाँ चाहिँ युनाइटेड स्टेट्स एम्बेसी युथ काउन्सिलको सदस्य पनि रहनु भएको थियो र उहाँले चाहिँ स्पोर्ट्स फर इक्वालिटी, समानताका लागि खेल भन्ने एउटा अभियानको पनि उहाँले सुरुवात गर्नुभएको थियो। उहाँले धेरै अवार्ड्सहरू पाउनु भएको छ, जसमध्येमा केही म भन्न चाहन्छु। इम्पावर जुनियर 2017, जोन्टा इन्द्रकला स्कलरसिप अवार्ड फर यङ वुमेन इन पब्लिक अफेयर्स 2021, ग्लोकल टिन हिरो 20 under 2020 र हर टर्न लिडरसिप अवार्ड 2020 पनि उहाँले पाउनु भएको रहेछ। स्पिकर हुन्छ संस्कृति फुयाल। She is an active cricketer who plays for Bagmati province र बागमती प्रोभिन्स अन्तर्गतको टिममा क्रिकेट खेल्नुको साथसाथै उहाँ BBA स्टुडेन्ट पनि हुनुहुन्छ र खेल र पढाइको जीवन उहाँको निरन्तर अगाडि बढी नै रहेको छ। वेलकम टु द प्यानल संस्कृति। संस्कृति, तिम्रो खेलकुदमा त अहिले एकदमै एक्साइटिङ टाइम छ। तपाईँकै साथीहरूले अन्डर 19बाट खेलेर अहिले वर्ल्ड कप खेल्ने लागि क्वालिफाई भइसक्नु भएको छ। तपाईँको साथीहरूसँग चाहिँ कस्तो खालको कुरा हुन्छ सक्सेसको बारेमा? जस्तो हामीले अरू खेलकुदमा कुरा गर्दाखेरि चाहिँ गाह्रो छ, टिक्नलाई गाह्रो छ भन्ने खालको कुरा सुनिरहेको हुन्छौँ। तपाईँको साथीहरूसँग चाहिँ कस्तो खालको कुरा हुन्छ सक्सेसको बारेमा? हाउ डु यु इमेजिन योर करियर टु बी लाइक? उहाँले भन्नुभएको जस्तै अब सक्सेस चाहिँ इट डिपेन्ड्स डिफ्रेन्ट स्टेजमा कस्तो हुन्छ अनि टाइम फ्रेम अनुसार चेन्ज हुँदै जान्छ नि त। सो फर्स्टमा चाहिँ अब सबैजनाको प्लेयर भइसकेपछि एउटा ड्रिम हुन्छ नेपाल टिमलाई रिप्रेजेन्ट गर्ने, अनि नेपाललाई चाहिँ अब बिगेस्ट फेस्टिभल भनेकै एउटा टिमको लागि भने वर्ल्ड कप भयो नि त। सो सबैजनाको ड्रिम हुन्छ जुन चाहिँ आई थिङ्क हाम्रो क्रिकेटमा पनि एज ग्रुपदेखि सिनियरसम्म सबैजनाले चाहिँ त्यो बिस्तारै फुलफिल गर्दै गइराख्नु भएको छ। सो अल्टिमेटली हाम्रो गोल भनेको पनि त्यही नै हुन्छ। जुन हजुरले भन्नुभयो त्यो सस्टेन गर्न सक्ने कुरा, त्यो अब केही वर्ष अगाडिसम्म इट वाज अ डिफ्रेन्ट थिङ, तर अब अहिले के भएको छ भने क्रिकेट पनि ग्लोबल्ली नै पुरै चेन्ज भइसक्यो नि त। स्पेसली वुमेन क्रिकेटले चाहिँ जुन यो लास्ट 4-5 इयर्समा जुन किसिमको चाहिँ चेन्जेस आएको छ, त्यसले गर्दाखेरि चाहिँ एकदम पोजिटिभ साइड्सहरू चाहिँ धेरै देख्न पाएको छौँ। जस्तै अब हाम्रै नेपाल टिमकै दिदीहरू पनि 6-7 जनाले चाहिँ गएर इन्टरनेसनल लिग्स पनि खेलेर आइसक्नुभयो। सो के भन्नुहुन्छ हामीलाई भने तिमीहरू चाहिँ आफ्नो टार्गेटलाई चाहिँ लिमिट नगर, यहीँसम्म मात्र नराख। अब सबै हाम्रो ड्रिम छ कि नेपालको सिनियर टिमलाई पनि वर्ल्ड कप क्वालिफाई गराउने होइन। सो त्यो त एउटा ड्रिम छँदैछ, तर तिमीहरू चाहिँ अब बिस्तारै प्रोभिन्सबाट नेपालबाट चाहिँ तिमीहरू इन्टरनेसनल स्टेज पनि जुन किसिमले अहिले ओपन छ त्यो किसिमले चाहिँ तिमीहरू आफ्नो टार्गेटलाई पनि त्यो लेभलसम्म पुऱ्याऊ भनेर भन्नुहुन्छ। लाइक सिनियर्सहरूले पनि कुरा गर्ने बेलामा चाहिँ त्यो कन्सन्ट्रेटेड कुरा हुँदैन कि अब चाहिँ अलिकति ओपनै अलिकति वाइड फ्रेममै हेरौँ भन्ने जस्तो कुरा सबैजनाको हुन्छ। सो अहिलेलाई हाल चाहिँ अब हाम्रो जुन बागमती टिम छ हाम्रो चाहिँ सबैजना त्यही एउटा नेसनल च्याम्पियनसिपमा त्यही ट्रफीको लागि फाइट गर्नुहुन्छ। सो हाम्रो बागमती टिमको पनि अब अहिलेको मेन टार्गेट भनेको चाहिँ वी वान्ट टु विन। अनि अब हाम्रो टिममा चाहिँ अस्ति पनि हाम्रो कुरा भएको थियो। सो त्यसमा चाहिँ हामीसँग यङ प्लेयर्सहरू टन्नै हुनुहुन्छ। जस्तै अब अस्ति अन्डर 19 को त्यो जुन वर्ल्ड कप क्वालिफाई गराउने टिम्समा पनि हाम्रो सिनियर टिम बागमतीबाट खेल्ने 3 जना हुनुहुन्छ। अनि अरू पनि सबै यङ प्लेयर्सहरू चाहिँ राइज भएर आइरहेको छ नि त। अब उनीहरूले सँगै खेलेको पनि 5-6 इयर्स भइसक्यो। सो त्यो एक्सपिरियन्स प्लस त्यो यङ ट्यालेन्ट दुवै मिक्स भएर चाहिँ हामी होपफुल पनि छौँ यो बारेमा। सो यस्तै खालको लाइक पोजिटिभ कुराहरू नै हुन्छ। अनि पहिला जुन थियो स्पोर्ट्समा लागेर चाहिँ सस्टेन हुन सकिँदैन, 1-2 वर्ष खेल्ने हो जति सक्यो भन्ने त्यो चाहिँ छैन। अब चाहिँ लाइक एज एन एथलिट नै हामीले चाहिँ करियरलाई इस्टाब्लिस गर्न सक्ने पनि इन्भाइरोमेन्ट चाहिँ ग्लोबल्ली प्लस हाम्रो नेसनली पनि आइरहेको छ। सो आई थिङ्क त्यही हो, पोजिटिभ साइड नै छ हाम्रो पनि। द्याट्स सो गुड टु हियर। हामीले सधैँ नैराश्यताको मात्र कुरा गरेर पनि हुँदैन, समय बदलिरहेको छ र हाम्रो एथलिटहरूको एक्सपिरियन्स पनि बदलिरहेको छ। उहाँहरूको पनि दे आर ड्रिमिङ बिग
र यो कुरा सुन्दा चाहिँ मलाई एकदम खुसी लाग्यो संस्कृतितिर जान चाहे संस्कृतिको चाहिँ अहिले यहाँ पछाडिको यता साइडको रोमा चाहिँ दुईटा रोमा चाहिँ संस्कृतिकै साथीहरू हुनुहुन्छ विभिन्न लेभलमा खेल्ने स्पोर्ट्स क्रिकेटर्सहरू हुनुहुन्छ मलाई चाहिँ सोध्न मन लागेको तपाईँलाई पनि अब केही कुरा चित्त बुझेन भने अथवा केही कुरा पुगेन भने चाहिँ तपाईँहरू कसरी आफू साथीहरूसँग छलफल गरेर चाहिँ हाम्रो मुद्दा उठाउनुपर्छ भन्ने कुरा हुन्छ कस्तो खालको कुरा हुन्छ कसरी चाहिँ आफूलाई सपोर्ट गर्नुहुन्छ एकअर्कालाई तपाईँहरूले म स्टार्ट चाहिँ सपोर्टबाटै गर्छु होइन सो के हुन्छ भने अब गेमको टाइममा त अलमोस्ट सबैजना सँगै नै भइन्छ अन द फिल्ड पनि अफ द फिल्ड पनि अनि त्यो बेलामा डिस्कसहरू हुन्छ हाम्रो चाहिँ अब लाइक अलमोस्ट धेरै टाइम भइसक्यो नि त सबैजना सँगै खेलेको सो कसको विकनेस के छ स्ट्रेन्थ के छ भन्ने अलमोस्ट सबैजनालाई थाहा छ कि हामी टिममा चाहिँ सो के कुरा हुन्छ भन्दा अब आज म्याच खेलेर आयो भने बेलुका चाहिँ सबैको डिस्कस हुन्छ क्या अब इन्डिभिजुअली नि हुन्छ ग्रुपमा पनि हुन्छ कि तिम्रो यो राम्रो भएको थियो भोलि पनि यस्तै गर अनि यसमा चाहिँ अलिकति वर्क गर तिमीलाई पनि थाहा छ यस्तै खालको लाइक पोजिटिभ फिडब्याक्सहरू नै हाम्रो एक्सचेन्ज हुन्छ अनि अब तपाईँले इस्युजहरूको कुरा भन्नुभयो त्यस्तो चाहिँ त्यस्तो यदि केही हामीले फेस गरिहाल्यौँ भने चाहिँ अब सिनियर्स पनि त हुनुहुन्छ टिममा सो सबैजनाले चाहिँ अब एज अ होल युनिटकै एउटा भोइस होस् भनेर चाहिँ हामी इन्डिभिजुअली गएर कन्सर्न मान्छेहरूलाई भन्ने भन्दा पनि एज अ होल 14 स्क्वाडकै एउटा चाहिँ सिङ्गल भोइसको रूपमा चाहिँ हामी त्यसलाई प्रेजेन्ट गर्छौँ लाइक केही पनि इस्युजहरू केही छ भने चाहिँ सो यस्तो केसमा चाहिँ सिनियर प्लेयर्सहरूले चाहिँ अब कति कुराहरू अब हामी यङ नै भएको भएर अब हामीलाई त्यो कुराहरू लाइक केही हुनसक्छ नि त सो उहाँहरूले चाहिँ अब यो कुरा यस्तो हो भनेर आफूले सम्हाल्न सक्ने सम्मको कुराहरू चाहिँ हामी आफै बिचमै सर्ट हुन्छ सम्झाएर अब कन्सोल गर्नुपर्ने के गर्नुपर्ने तर अब अलिकति हामीलाई पनि सबैलाई एज अ प्लेयर अप्ठ्यारो भयो भने चाहिँ कन्सर्न अथोरिटीसम्म चाहिँ विथ द हेल्प अफ सिनियर प्लेयर्स नै हामीले आफ्नो भोइसहरू चाहिँ पुर्याउँछौँ अनि त्यसलाई पनि त्यही हो अब सिनियर्सकै सपोर्टले नै अब केही इस्युजहरू आयो भने चाहिँ त्यो सल्भ गर्नको लागि हामी अगाडि बढ्छौँ Thank you so much, Sanskriti. I'm really excited to see what shape your career take. उहाँ youngest हुनुहुन्छ हाम्रो प्यानलमा प्लस उहाँले चाहिँ खेल्न थाल्नु भएको अघि भने जस्तो धेरै एक्साइटिङ टाइममा खेलिराख्नु भएको छ होइन अहिले पोजिटिभ चेन्जहरू आइरहेछ अस्ति उहाँसँग पनि कुरा गर्दा भन्नुभएको थियो एकताका चाहिँ उहाँले जब खेल सुरु गर्नुभयो त्यो बेलामा चाहिँ खेल खेल्ने बेलामा चाहिँ उहाँ र उहाँको बुवा चाहिँ एक साइडमा अनि अरू सबै चाहिँ खेलाउनु हुँदैन संस्कृतिलाई खेल्न दिनु हुँदैन पढाइमा ध्यान दिनुपर्छ भन्ने खालको विचार राख्ने चाहिँ अर्को साइडमा हुनुभएको थियो अरे कि मलाई चाहिँ संस्कृतिकै मुखबाट सुन्न मन लाग्यो कस्तो थियो त्यो बेलामा हुन्छ नि आफूलाई खेल भनेर सपोर्ट गर्ने मान्छे थोरै हुँदाखेरि पनि खेल्न सक्यो र अहिले चाहिँ जसले चाहिँ पहिला डाउट गर्नुहुन्थ्यो उहाँहरू नै अहिले तपाईँको खेल हेर्न आउनुहुन्छ होइन कसरी भयो त्यो चेन्ज यो लाइक अस्ति हाम्रो कुरा हुँदाखेरि यही कुरा भएको थियो यो चाहिँ लगभग मैले सुरु गरेको चाहिँ 8 क्लासदेखि 2073 देखि हो अनि त्यति बेलामा चाहिँ के थियो अब स्कुलको इसिएको लागि खेलिन्थ्यो कि अब यस्तै लाइक पर्स्यु गर्छु त्यस्तो भन्ने केही पनि थिएन मलाई चाहिँ के पनि सोचेको थिइनँ जे हुन्छ ल खेलौँ भनेर मात्र खेल्दै थिएँ अनि कसैले पनि खेल चाहिँ भनेको कसैको मुखबाट पनि सुन्दिनँ थिएँ कि लाइक स्कुलमा होस् कतै होस् तर अब हुन्छ नि अब तपाईँले भनिहाल्नुभयो बाबा मात्र सिङ्गल सपोर्ट हो क्या अनि बाबासँगै देयर इज वान मोर पर्सन होइन मेरो स्कुलको कोच पुरुषोत्तम झा सर सो दुईजनाकै सपोर्टले चाहिँ आई थिङ्क यहाँ अहिले आइपुगे चाहिँ दुवैजनाको सपोर्ट हो अरू पनि छ तर मेजर कोर सपोर्ट चाहिँ दुईजनाकै सपोर्टमा आइपुग्यो हो अनि अब सरले चाहिँ जुन त्यो पोटेन्सियल ममा देख्नु भएको थियो 2073मा त्यो म आफैलाई पनि रियलाइज गर्नलाई कि म सक्छु भनेर त्यो थाहा पाउनको लागि चाहिँ लगभग 5-6 इयर्स लाग्यो कि अनि मैले खेल्दिनँ भनेर क्विट पनि गरेँ +2 सम्म अनि +2 पछि चाहिँ ठ्याक्क 12 सकिन लागेको थियो क्यानले के सिस्टम लिएर आयो भने अब प्रोभिन्स टिमहरूको सेलेक्सन चाहिँ बेस्ड अन डिस्ट्रिक्ट टिमको टुर्नामेन्टबाट हुने भनेर भयो त्योपछि म काठमाडौँ टिमबाट खेलेँ अब मलाई थाहा थिएन म पछि खेल्छु कि खेल्दिनँ तर अब एकचोटि खेलौँ भनेर खेलेँ अनि त्यति बेला टिममा त परिनँ तर त्यो पछि 2022 को अक्टोबरमा चाहिँ 9th नेसनल गेम्स हुँदै थियो पोखरामा अनि त्यो सेलेक्सन सकाएपछि चाहिँ लगत्तै चैतमा हाम्रो चितवनमा एउटा गेम भयो क्या अनि त्यो खेल्न गएँ म अनि त्यो खेल्न जाँदाखेरि हाम्रो टिम त्यता चाहिँ च्याम्पियन भएर आयो काठमाडौँको टिम चाहिँ त्यो बागमती खेलकुद महोत्सव भनेर फर्स्ट टाइम गरेको थियो हाम्रो बागमती प्रोभिन्सको स्पोर्ट्स काउन्सिलले सो त्यसमा हाम्रो टिम च्याम्पियन भएर आयो अनि त्यति बेला मेरो क्लासेसहरू मिस भयो अनि
सबसे लाइक मलाई सपोर्ट नगर्नुको मेन कन्सर्न के थियो भने पढाइ बिग्रिन्छ भन्ने। अब राम्रो पढ्ने भएपछि त्यो सबैलाई पढाइमै लागोस् भन्ने हुँदो रहेछ क्या, एक्सटर्नल अरू कुरामा लागेर चाहिँ डिस्ट्र्याक्ट हुन्छ भन्ने त्यो बिलिभ हुँदो रहेछ। अनि स्टिल पनि छ, तर पहिलाभन्दा चाहिँ त्यो धेरै कम भएको छ अहिले चाहिँ। अनि त्यति बेलामा क्लासेसहरू मिस भयो, तर त्यसको रिजल्ट पनि राम्रै आयो। अब 9th नेसनल्समा चाहिँ जसरी पनि बागमती टिममा पढ्छु भनेर चाहिँ म एकदमै वर्क गर्न थालेँ क्या। अनि त्यो पछि मैले टिममा पनि पढेँ। अनि हामी लगभग 12-15 डेजको लागि चाहिँ पोखरामै थियौँ अब गेम खेल्नको लागि। सो त्यो बेलामा पनि कलेज त मिस भयो, तर अब कलेजले पनि लाइक सपोर्ट गरिदियो होइन। अब जाऊ न, अब क्लास मिस हुन्छ पछि आएर कम्पेन्सेट गर भनेर। अब अलिकति फाइदा नै हुँदो रहेछ राम्रो स्टुडेन्ट भएपछि चाहिँ। अनि त्यो बेलामा पनि आएपछि रिजल्ट राम्रो भयो। अनि त्यो भएपछि अब के बिलिभ भयो मेन चाहिँ अब घरको मान्छेलाई भन्दा उसले चाहिँ दुवै ब्यालेन्स गरेर लग्न सक्दो रहेछ भन्ने। मलाई पनि एकदम कन्फिडेन्स आयो कि मैले चाहिँ सक्दो रहेछु दुवैलाई टाइम दिनको लागि भनेर चाहिँ। सो त्यो पछि चाहिँ सबैजनाले सपोर्ट गर्नुभयो। अनि आई थिङ्क त्यो पछि चाहिँ अनि बिस्तारै बिस्तारै अब फ्यामिली मेम्बर्स भयो, साथीहरू, अनि त्यो पछि अरू रिलेटिभ्सहरू सबैजनाले चाहिँ लाइक अघि हजुरले भन्नुभएको चाहिँ अरू पहिला सपोर्ट नगर्ने डाउट गर्ने मान्छे कसरी हाउ डु दे कम अराउन्ड भन्नुभएको। सो लाइक यसै अब मेरो पर्फर्मेन्स पनि राम्रै हुँदै गयो, यता पढाइ पनि राम्रै हुँदै गयो। अनि अब मैले छोड्दिनँ भन्ने थाहा भयो नि त दुवैतिर। अनि त्यो भएपछि चाहिँ सबैजनाले सपोर्ट गर्न थाल्नुभयो। तर म स्टिल पनि मेरो लाइक बाबाले यदि मलाई चाहिँ जे पनि काममा सुरुदेखि नै मैले केही गर्छु भनेपछि नो भन्ने चाहिँ त्यो सुन्नै परेन क्या मैले। सो आई थिङ्क त्यो सपोर्ट नभएको भए चाहिँ म आज यहाँ हुँदिनँ थियो होला। प्लस मेरो कोचले पनि अब म आफैले थाहा नपाएको होइन, मलाई यति इन्करेज गर्नुहुन्छ नि सरले। अब मेरो म्याचेसहरू चाहिँ सकेसम्म मिस गर्नु हुँदैन क्या। अब लाइभमै हेर्नुहुन्छ अथवा ग्राउन्डमै पुगेर पनि हेर्नुहुन्छ कति म्याचेसहरू। अनि के हुन्छ म गेम खेलेर अब हामी होटल फर्केपछि फोनहरू हेर्दाखेरि चाहिँ त्यहाँ मेसेज आइसक्छ क्या, राम्रो गरेको छु भने तिमीले यो राम्रो गर्यौ, अनि अब नराम्रो केही यदि इम्प्रुभ गर्नु छ भने यो किन यसरी गर्यौ, तिमीलाई थाहा छ त यो यस्तो गर्ने होइन भनेर। सो आई थिङ्क उहाँले चाहिँ लाइक मेरो पोजिटिभ नेगेटिभ जुन पनि क्रिटिसिजम गर्नुहुन्छ त्यसले गर्दाखेरि पनि मलाई चाहिँ त्यो एनर्जी आएर त्यो जुन इम्प्रुभ गर्नुपर्छ भन्ने लाग्यो नि। सो आई थिङ्क त्यो चाहिँ सरको कारणले पनि हो। सो दुईजनाको सपोर्टले चाहिँ आज म यहाँ छु। That's so amazing to hear, to have allies who support you consistently. सुरुदेखि अहिलेसम्म खेलिराख्दाखेरि पनि उहाँहरूले निरन्तर रूपमा चाहिँ तपाईँलाई सहयोग साथ दिइराख्नु भएको छ। अनि I'm sure that must be a huge boost to your confidence पनि खेलको प्रस्तुतिमा पनि होइन। अब मैले जुन त्यो +2 पछि कमब्याक गर्ने सोचेँ नि, त्यो पनि आफ्नो लागि भन्दा पनि सरले जुन म माथि ड्रिम देख्नु भएको थियो नि, सो त्यो सोचेर पनि मैले चाहिँ होइन म खेल्नुपर्छ भन्ने लाग्यो कि मलाई। सो आफ्नो मात्र भन्दा पनि मलाई लाग्छ कि यो स्पोर्ट्समा चाहिँ मैले म सँगसँगै अरू 1-2जना पनि लाइक मेजर मान्छेहरूको ड्रिम चाहिँ क्यारी गरेर हिँडिरहेको छु। सो कहिलेकाहीँ आफू अलिकति डिस्करेज भयो भने पनि त्यो मान्छेहरू अरूलाई सम्झिँदाखेरि चाहिँ मलाई होइन मैले गर्नुपर्छ है, म त छोडौँला आज, लाइक मलाई त 1-2 दिनमै सजिलो होला त्यो छोडे भनेर। तर जो मान्छेले चाहिँ म माथि एक्सपेक्टेसन राखेर यत्रो इन्भेस्ट गर्नुभएको छ, उहाँहरूको टाइम उहाँहरूको लाइक एनर्जी सबै कुरा जुन इन्भेस्ट गर्नुभएको छ त्यो त मैले वेस्ट हुन दिनु भएन नि त भन्ने कुरा चाहिँ लाइक त्यो इन्डाइरेक्टली भयो भने त्यो चाहिँ मलाई एकदमै पुस फ्याक्टरको रूपमा चाहिँ मसँग स्ट्यान्ड भइरहेको छ। That's so amazing. अरूले भनेको कुरालाई कसरी स्ट्रेङ्थमा बदल्ने होइन, हामीले जो गर्दाखेरि चाहिँ हामी जुन बेलामा जुन एउटा लो मोमेन्टमा पुग्छौँ त्यहाँ चाहिँ हामीलाई एउटा सोर्स अफ स्ट्रेङ्थ होस् भन्ने कुरा भयो। लाइक मेरो फ्यामिली र स्पोर्ट्स लाइक फ्रेन्ड्सहरू। तर आई थिङ्क त्यो सँगै मैले चाहिँ अर्को बिर्सिन नहुने चाहिँ म अहिले जुन कलेजमा पढिरहेको छु, आई थिङ्क मैले कलेजलाई पनि यो एज अ मेरो सपोर्ट चाहिँ कलेज पनि स्ट्यान्ड भएको छ। बिकज मैले अघि पनि कति कुराहरू गरेँ, क्लासेस मात्र होइन एक्जाम पनि मिस हुन्छ कि। अनि यतिसम्मको लाइक फ्लेक्सिबल इन्भाइरोमेन्ट कलेजले मेरो लागि बनाइदिएको छ कि म चाहिँ इजिली गेम्सहरूमा गएर खेल्न सक्ने, त्यतै मात्रै फोकस गरेर खेल्न सक्ने इन्भाइरोमेन्ट मलाई बनाइदिएको छ। किनभने लास्ट टाइम हाम्रो चाहिँ पिएम कप अलि लामै चल्यो, त्योभन्दा अगाडिदेखि हाम्रो प्रोभिन्सले चाहिँ लगभग मेरो 33देखि 35 डेज जति मेरो क्लास छुट्यो, त्यो पनि बोर्ड एक्जाम आउने टाइममा। सो कलेजले मलाई त्यसमा पनि कलेज ओके नै थियो, लाइक मेरो त्यत्रो क्लास मिस हुँदा पनि केही भनेन। अनि जुन त्यो लास्टमा हुने अब टेस्टहरू के लाइक इम्पोर्टेन्ट कुराहरू हुन्छ नि त इभ्यालुएसनको, सो
त्यो चाहिँ अब भ्यालीमा हुँदाखेरि त टाइम मिलाएर सकेसम्म म गइरहेको हुन्थेँ, तर भ्याली बाहिर हुँदाखेरि चाहिँ जुन त्यो मेरो मिस हुन्थ्यो अनि क्लासेसहरू चाहिँ सकेसम्म अनलाइन अरेन्ज गरिदिन ट्राई गर्नुभयो। अनि मैले कति क्लासेसहरू चाहिँ मेरो टिमको बहिनीहरू पनि त्यही छ, उनीहरूलाई पनि थाहा छ, दिदी के गरेर तपाईँ भनेर मलाई सोधिरहेको हुन्थ्यो कि। अनि म लाइक अनलाइन क्लासेसहरू पनि त्यसरी अटेन्ड गरिरहेको हुन्थेँ। अनि अब त्यो छुटेको टेस्टहरू एक्जामहरू चाहिँ म जुन बेला यता अभाइलेबल हुन्छु एनी टाइम कि अब लाइक स्पेसिफिक त्यही क्लासमै लिँदैन कि, अब मलाई जुन पनि टाइम मिलाएर चाहिँ एक दिनमै मेरो 4-5वटा टेस्टहरू पनि लिदिने, सो द्याट चाहिँ अब मलाई त्यो इभ्यालुएसन पार्टमा पनि मिस नहोस् अनि मेरो यता गेमतिर पनि केही ह्याम्पर नहोस् भनेर लाइक दुवैतिर ब्यालेन्स गर्न चाहिँ कलेजले पनि मलाई इक्वेली नै हेल्प गरिरहेको छ। तपाईहरूले सुन्नु नै भयो है, सफल खेलाडी हुनको लागि के चाहिँदो रहेछ। सपोर्टिभ कलेज, सपोर्टिभ फ्यामिली, साथीहरू सबै नै चाहिन्छ र